अब यो त मेरो लागि खालि होइन, यो त हामी सबै खरसाङको आउने जेनेरेसनको लागि पनि हो। अब हेर्नुहोस् दार्जिलिङमा पनि एउटा उहाँहरूको खेल्ने आफ्नो पब्लिक ग्राउन्ड छ, कालिम्पोङमा छ, इभन मिरिकमा पनि हाल्ने ग्राउन्ड छ। हाम्रो खरसाङ खालि यस्तो जग्गा हो जहाँ खेल्ने ग्राउन्डै छैन होइन। अनि थ्रु यो सिग्नेचर क्याम्पेन कन्सर्न अथोरिटिजले हेरेर हाम्रो यो सबैको एउटा सपना चाहिँ पुरा गरिदिन्छ कि भनेर हामीले यो इनिसिएटिभ सुरु गरेको हो। आई थिङ्क ट्यालेन्टलाई र अगाडि बढ्नुको लागि इन्फ्रास्ट्रक्चर चाहिन्छ भन्ने पनि छैन। तर यसरी इन्फ्रास्ट्रक्चर बन्यो भने चाहिँ के हुन्छ भने हाम्रो कमिङ जेनेरेसनलाई एउटा हामीले स्ट्रक्चर्ड वेमा अगाडि लानु सक्छौँ। यो स्टेडियमले सिर्फ हाम्रो फुटबल खालि खेलाडीहरूलाई मात्र होइन, सबै स्पोर्ट्सलाई हामीले अगाडि लिएर जान सक्छौँ। जुन चाहिँ हाम्रो यो सिग्नेचर क्याम्पेन हुँदैछ है, हाम्रो खरसाङ स्टेडियम निर्माण कमिटीद्वारा यो एकदमै अनिवार्य, एकदमै यो गर्नुपर्ने नै हाम्रो यो छ। किनभने हाम्रो प्रायः सबै डिभिजनमा जुन चाहिँ स्टेडियम छ है, दार्जिलिङ, कालिम्पोङ है, इभन अलि मिरिकमा पनि राम्रो ग्राउन्डहरू छ है त्यहाँ। र हाम्रो खरसाङमा एकदमै हेली छौँ हामी। र हाम्रो स्टेडियम नहुँदा पनि हाम्रो ट्यालेन्टहरू यहाँबाट धेरैजना जन्मिएको छ। र यसरी हाम्रो स्टेडियम बन्यो भने चाहिँ अझै हाम्रो खरसाङमा धेरैजना ट्यालेन्टहरू जन्मिन्छ र हामीलाई स्टेडियमको एकदमै खाँचो छ। र हामी स्टेडियमको लागि चाहिँ हामी अब आफ्नो के अरे जबरजस्ती पनि हामी चाहिँ अब कोसिस गर्नेछौँ। हामी त्यो स्टेडियम हामी जबरजस्ती गर्ने यो के अरे अब कति प्रोसेस गर्दा नहुँदा चाहिँ हामी चाहिँ अब चाहिँ यसलाई हामी जबरजस्ती गर्ने पनि हामी हाम्रो यो निर्माण कमिटी चाहिँ अब चाहिँ सुरु गर्ने हाम्रो यही अन्तिम यो छ स्टेडियमको लागि। फर्दर प्रोग्रामहरू त हुन त यो स्टेडियमको लागि धेरै नै करस्पोन्डिङहरू धेरै अघिदेखि नै चलि नै रहेको छ होइन। पहिला विगतका धेरै स्पोर्ट्स क्लबहरूले पनि चलायो र विगतमा पनि अहिले पनि चलाइरहेको छ। र अब फेरि हामी त्यसलाई फेरि रिफ्रेस गरौँ भनौँ न, फेरि हामी चलाउनेछौँ। जस्तो अहिले हाम्रोमा एनर्जेटिक अब सबैजना एथलेटिक्स यो क्लबहरू सबैजना संस्थाहरू मिलेर चाहिँ यो यसको लागि अग्रसर भएको छ। र हामीलाई लाग्छ कि यो 26/2026 भित्रमा हाम्रो स्टेडियमको लागि चाहिँ केही न केही हुन्छ भन्ने हामीले पुरा आशा राखेको आज यो सिग्नेचर क्याम्पेन चलिरहेछ यो स्टेडियम निर्माण कमिटीद्वारा। यो हाम्रो पहिल्यैदेखिको माग हो। खरसाङमा एउटा स्टेडियम नभएकोले गर्दाखेरि धेरै फुटबल प्रेमीहरू स्पोर्ट्स खेल्नेलाई निकै गाह्रो परिरहेछ। आज यो हाम्रो माग चाहिँ आज भनौँ अब 2090 दशकदेखि अगाडिदेखि नै माग हो। यो अहिलेसम्म भएको छैन खरसाङमा। र यो भइदियो भने चाहिँ सबै स्पोर्ट्स क्षेत्रलाई चाहिँ धेरै राम्रो हुने। आज यहाँनिर सिग्नेचर अभियान चलिरहेको रहेछ खरसाङ स्टेडियम निर्माण कमिटीद्वारा। यो सबै खेलकुदका एसोसिएसनहरू मिलेर बनिएको रहेछ र यो कमिटी बनिएको चाहिँ मलाई एकदमै खुसी लाग्यो। किनभने यहाँ खरसाङमा धेरै दिनदेखिको, धेरै वर्षदेखि नै भनौँ, हाम्रो नानीहरूको लागि कुनै खेल्ने एउटा पर्टिकुलर जग्गा छैन। कहीँ खेल्नु पर्यो भने स्कुलतिर, त्यहाँ तर चानमारी आर्मीको एरिया भन्छ, त्यहाँतिर उनीहरूले रिक्वेस्ट गर्नुपर्छ घरिघरि होइन। नानीहरूलाई खेल्नुको लागि पनि जसले प्र्याक्टिस गर्छ उनीहरू पनि कन्टिन्युसली प्र्याक्टिस गर्नु सक्दैन। किनभने कुनै एउटा ग्राउन्डको अभावले गर्दाखेरि
र उनीहरूलाई उनीहरूको त्यो प्र्याक्टिसहरू पनि छुटेर जान्छ र कतिजना राम्रो खेल्ने नानीहरूले पनि राम्रो मतलब मौका पाउँदैन र यो कमिटी गठन भएको चाहिँ मलाई एकदमै खुसी लागिरहेछ र म यसको एकदमै सपोर्ट गर्छु र उहाँहरूलाई धेरै बधाई पनि दिन चाहन्छु र यो चाहिँ पछि फत्ते भएर नै जाओस् भनेर भन्न चाहन्छु। यो सिग्नेचर क्याम्पेन चाहिँ खरसाङ स्टेडियम निर्माण कमिटीले अर्गनाइज गरेको। यो हाम्रो कमिटी गठन भएकोदेखिको फर्स्ट एउटा क्याम्पेन हो। यसको बादमा धेरै क्याम्पेन्सहरू छ, प्याम्पलेट डिस्ट्रिब्युसन, मेमोरेन्डम, त्यहाँदेखि स्ट्रिट प्लेजहरू होइन, धेरै प्रोग्रामहरू छ र यो चाहिँ फर्स्ट प्रोग्राम हो। आज धेरै खरसाङको धेरै जनताहरू इभन सानो सानो नानीदेखि लिएर बुढो बाजेहरूदेखि लिएर आफै आइकन उहाँहरूले सिग्नेचर गरेर हामीलाई सपोर्ट गरेको छ है। र आशा राखेको छु है हाम्रो प्रशासनले हामीलाई चाँडोभन्दा चाँडो एउटा खरसाङमा स्टेडियम दिन्छ होला भन्ने है। र साथसाथै हामीलाई एउटा आजको दिनमा सौभाग्यको कुरो के भयो भन्दाखेरि आज हाम्रो माझमा हाम्रो इन्डियाको वुमेन्स नेसनल टिमको हेड कोच श्री कृष्ण छेत्री साथी पनि यहाँनिर आएको थियो है। उहाँले पनि सिग्नेचर गर्यो है। उहाँलाई त झन् धेरै थाहा छ कि खरसाङमा कतिको ग्राउन्ड स्टेडियमको प्रब्लम छ है। हामीले जब खरसाङले एउटा नेसनल टिमको हेड कोचसम्म हामीले यहाँनिर बनाइसकेको छु भनेपछि त्यति प्लेयरहरू त चाहिँ नेसनल लेभलमा कति प्लेयर्सहरू बनाएको छ र पनि हाम्रोमा स्टेडियम ग्राउन्ड नहुँदा पनि हामीले यति बिघ्न क्वालिटी हाम्रो देशलाई हामीले दिएको छु र अझै हामीलाई झन् राम्रो प्रपर एउटा स्टेडियम ग्राउन्डहरू दियो भने त झन् हामी त हाम्रो नेसनल टिममा मात्रै होइन हाम्रो नेसनल टिमलाई नै इन्टरनेसनल लेभलमा फिफामा लाने प्लेयर्सहरू जन्मिन्छ होला। र म प्रशासनलाई यही तपाईँको माध्यमबाट रिक्वेस्ट गर्न चाहन्छु कि खरसाङलाई एउटा राम्रोभन्दा राम्रो स्टेडियम तपाईँहरूले दिलाइदिनुहोस् र खरसाङको जनतालाई तपाईँहरूले एउटा राम्रो स्वच्छ वातावरण बनाउनु लागि एउटा खरसाङको जनतालाई मौका दिनुहोस् भन्ने आशा राख्छु। हामीले यो कुरो त धेरै अगाडिदेखि कुरो हो, हाम्रो बाउ हाम्रो काका बडाहरूदेखिको कुरो हो। यो अराउन्ड 60-70 वर्ष भइसक्यो यो डिमान्ड ल्याएको होइन। पहिला पनि फादर अब्राहमसँग पनि मिलेर त्यो अहिले 4 टर्मिनस छ, त्यहाँको ग्राउन्डको लागि पनि कतिवटा कुरोहरू निक्लेको थियो। त्यसपछि फेरि चानबारी ग्राउन्डमा पनि आर्मीले जब अहिले यहाँनिर त्यो बनाउनुभन्दा अगाडि पनि स्टेडियमको लागि धेरै अगाडि लेट अर्ली 90sमा त्यहाँ पनि एउटा स्टेडियमको लागि कुरा भएको थियो, तर सबै कुरा मात्रै भइरहेको थियो क्या। अनि यहाँ पनि धेरै हामीले यो डिमान्डहरूलाई हामीले धेरै हाम्रो लिडर्सहरूको अगाडि मिनिस्टर्सहरूको अगाडि पनि हामीले यो गरेको थियौँ है। त्यो गर्दाखेरि पनि उनीहरूले पनि आश्वासन मात्रै दिएको थियो क्या हामीलाई। अन्त त्यो आश्वासन मात्रै दिएको थियो, त्यो आश्वासन मात्रै भइरहेछ आज। र अब चाहिँ हामीहरू चाहन्छौँ कि पक्का स्टेडियम चाहिँ दियोस् भने। त्यति बेला हाम्रो बडाहरू बाजाहरू उनीहरू गएको थियो, आज हामी युथलाई लिएर आउँदैछौँ। हामीसँग युथ छ, युवा छ, स्टुडेन्ट्स छ, एकाडेमिक्स छ, नानीहरू छ। र त्यसले गर्दाखेरि अब चाहिँ हामीहरू यो प्रोग्रामलाई चाहिँ जबसम्म हामीले एउटा स्टेडियम पाउँदैन तबसम्म हामीले हाम्रो प्रोग्रामहरू चाहिँ नछोड्नु। हजुर, चुनाव अगाडि हुनुपर्छ। किन भन्दाखेरि मौका हो, अपर्च्युनिटी हो। अब एउटा सिधै कुरो म तपाईँलाई भन्छु, म एउटा साधारण मान्छे हो, म एउटा सोसियल वर्कर हो खरसाङको, म एउटा कुनै पोलिटिकल पार्टीसँग पनि संलग्न छुइनँ र त्यसै कारण म खुल्ला ढुक्क भन्छु 26 को इलेक्सनको बादमा हामीहरूलाई हेर्ने कोही पनि हुँदैन। यो एउटा यहाँको मात्रै कुरा होइन, यो एउटा अल ओभर इन्डिया लेभलमै जति पनि इलेक्सन हुन्छ त्यसको बादमा धेरै प्रमिसेसहरू धेरै कम्ती भएर जान्छ र कति लिडर्सहरू त हाम्रो जग्गामा आउँदैन पनि, ढम्का अनुहार पनि देखाउँदैन। र त्यसै कारणले हामीले योपालि सोचेको छौँ कि 26 को इलेक्सन अगाडि चाहिँ हामीलाई एउटा स्टेडियम दिएछ भने चाहिँ उहाँहरूलाई हामी पनि हाम्रो तर्फबाट एउटा बहुमूल्य तोहफा दिनेछौँ उहाँलाई। त्यो तोहफा हामी कुर्सीको रूपमा पनि दिन सक्नेछौँ। र त्यसैले हामी सबैलाई नेताहरूलाई अपोजिसन कुर्सीमा बस्ने अपोजिसन सबैलाई हामी भन्छौँ कि हामीलाई 26 भन्दा अगाडि चाहिँ तपाईँहरूले एउटा स्टेडियम दिनुहोस्। हामी पनि जनताले पनि तपाईँलाई 26 को दिन चाहिँ एउटा उपहार दिनेछौँ, त्यो चाहिँ कुर्सीको रूपमा उपहार दिनेछौँ। हामी 100% समर्थन दिन्छौँ। जसले हामीलाई स्टेडियम दिन्छ हामीहरू 100% समर्थन दिन्छौँ। सिग्नेचर क्याम्पेन चाहिँ आज हामीले स्टार्ट गरेको है। यसपछि चाहिँ अब धेरै हामी खरसाङको अन्य जग्गाहरूमा गएर पनि हामी सिग्नेचर क्याम्पेन लिनेछौँ। र साथसाथै यो सँगसँगै हाम्रो कन्जिक्युटिभ प्रोग्राम्सहरू छ, जसमा कि भोलि हाम्रो प्याम्पलेट डिस्ट्रिब्युसन प्रोग्राम छ। हामी यहाँ हिँड्ने मान्छेहरूलाई गाडीमा सबै एकाडेमिजहरूतिर अरू सबै सिन्डिकेटहरूमा जति पनि प्यासेन्जरहरू छ हामी सबै सिन्डिकेटहरूमा गएर सिन्डिकेटभित्र प्यासेन्जरलाई ड्राइभरलाई त्यो गाउँ एरिया कभर होस् भनेर चाहिँ भोलि हाम्रो सिग्नेचर क्याम्पेनको प्रोग्राम छ।
यो मेन हामीले कर्सियङ सेन्ट्रिक बनाउनुपर्छ, कर्सियङमा ज्यादा फोकस दिनुपर्छ हामीले, किनभने चाहिएको कर्सियङमा हो, कर्सियङको जनतालाई चाहिएको हो, हामीले कर्सियङलाई फोकस दिनुपर्छ। तर हाम्रो जति पनि फुटबलको हाम्रो साथीहरू छ, अन्य एसोसिएसन दार्जिलिङ कालिम्पोङ छ, उहाँहरूलाई हामी फोन मार्फत हामीले बताइरहेको छौँ हाम्रो क्याम्पेनलाई, र उहाँहरूले पनि उताबाट कस्तो पाराले सहयोग गर्छ उनीहरूले हामीलाई सोचिकन भन्छु भनेको छ।